सबैजनालाई गुड मर्निङ। भोरखोला पुगेर हामी नामुसी गाउँ जाँदैछौँ। अनि उता हाम्रो अगाडि जाँदैछ हाम्रो मामा, दुईजना मामा जाँदैछ अगाडि मामाहरू। अनि त्यही हो। अब हिजो छिगुलुङमा बस्यो, सिप्रु गाउँ धेरै तल छ। अनि त्यस कारण हिजो धेरै पानी पर्यो कि, पानी परेको गरेर आज चाहिँ बिहानै जाने भनेको। फेरि उता साथीहरू भेट्यो, दाइहरू भेट्यो, अलिकति बस्नु पर्यो। बाटो चाहिँ राम्रो बनाएछ फेरि यता त, यस्तो बनाएछ फेरि तलै बाटो बनाएको रहेछ। हामी नामासीसम्म नामासी अब थर्मल फ्लाइन्छ। तपाईँहरू कहाँ अरे? च्याम्दाङ। ए च्याम्दाङ टिमै हो? ए यो त अलि माथिसम्म हो, त्यसपछि त्यसो जान्छ। पहिलोचोटि हो? ए त्यसपछि नामासीसम्म, त्यहाँ माथि मेरो डाँडासम्म जानुपर्छ। अनि हामी चाहिँ आज उकालो पुरै छ भन्दै होइन? छ हाम्रो गाउँदेखि उकालो छ, पुरै उकालो छ। त्यो उकालो र छैन, यो के उकालो भन्नु? के होइन, यो त हाम्रो गाउँदेखि चाहिँ यस्तो जानुपर्छ कि। सजिलो छ। ए ठिक छ। आज के गोलाबाट हो? ए हजुर, त्यही हो हाम्रो सर। अब म काठमाडौँ बस्छु, काठमाडौँ कपनतिर बस्छु। हजुर, बलौखानी अलिकति तल ठ्याक्कै राम मन्दिर भन्छ म बस्ने ठाउँ चाहिँ। मामा त्यही हो, मामा श्री मामाले केही भनिदिउँ त ल। हजुर, आज हामी कता जाँदैछौँ? अहिले हामी सिपुङ गाउँ पार गरेर चाहिँ अहिले हेमाको मुनिबाट जाँदैछु। यो त दप्लेक भन्ने ठाउँमा आइपुग्यो हामी। अब यहाँदेखि हामी आधी घन्टामा नामासी पुग्छौँ। अनि आज चाहिँ सतेजपछि गाउँको सबै अभिभावकहरू हामी छलफल गर्छौँ। अब हामी चाहिँ एकदम आफ्नो अमूल्य एउटा भोट चाहिँ खेर नजाओस् भन्ने तरिकाले काठमाडौँबाट फर्केर आइसकेका छौँ। अब जे होस्, अब युवाहरूले चेन्ज खोजिरहेछ, परिवर्तन खोजिरहेछ। त्यसको निम्ति हामीले एउटा भोट चाहिँ खेर नभई सबैजनाले आफ्नो भोट चाहिँ सही व्यक्ति, सही मान्छेलाई चाहिँ सदुपयोग गरिदिनु होला भनेर भन्न चाहन्छु। अब त्यस्तै छ अब देशको स्थिति। अब हामीले नै परिवर्तन ल्याउनुपर्छ। ओके, त्यही भन्न चाहन्छु म चाहिँ। ल ल ल ल। उता हाम्रो मामा के छ? मामाले के भनिदिनु? मेरो पनि त्यही हो। अब मोटामोटी रूपमा हाम्रो भतिजले भनिसक्नुभयो। अब हामी अब आफ्नो एउटा मत चाहिँ अब पार्टी भन्दा पनि व्यक्ति विशेषलाई चाहिँ व्यक्ति विशेषलाई रोजेर भोलि गएर हाम्रो यो क्षेत्रको हरेक अब भूगोललाई बुझेर चाहिँ विकास गर्ने उम्मेदवारलाई नै हामीले विजय गराउनुपर्छ भन्ने उद्देश्यले हामी काठमाडौँबाट हामी आफ्नो एउटा मत, अमूल्य मत अब एउटा लिएर चाहिँ विजय गराउनुपर्छ भन्ने उद्देश्यले हामी आएको छौँ। र सबै युवाहरूलाई म के आह्वान गर्न चाहन्छु भने राम्रो व्यक्ति र राम्रो उम्मेदवारलाई भोलि गएर हाम्रो सङ्घसभालाई नै चेन्ज गर्ने उम्मेदवारलाई चाहिँ हामीले एकजुट भएर चाहिँ हामी विजय गरौँ भन्न म यसै सामाजिक सञ्जालबाट चाहिँ
म आह्वान गर्न चाहन्छु। ओके त्यही हो हामी सबै उहाँहरूले भनिसक्यो अब एउटा परिवर्तन चाहिएको छ हामी युवाहरू लगायत सम्पूर्णले अनि त्यसको निम्ति चाहिँ हामीले चाहिँ राम्रो व्यक्ति हेरेर मतदान गरौँ अनि उहाँहरूले भने जस्तो यो सङ्खुवा सभालाई चाहिँ राम्रो सङ्घसभा जस्तै बनाउने सङ्घसभा जिल्ला जस्तै जोसुकै आए पनि आहा भनोस् न भन्ने तरिकाले चाहिँ त्यस्तो बनाउने खालको व्यक्तिले चाहिँ हामीले चाहिँ चुनेर पार्टी भन्दा पनि व्यक्ति विशेषलाई हेरेर व्यक्ति पनि कस्तो व्यक्तिलाई हेर्ने जसले चाहिँ जसलाई भोट दिएर चाहिँ यो सङ्खुवा सभा जिल्लालाई चाहिँ राम्रो बनाउन सक्ने व्यक्तिलाई चाहिँ हामीले चाहिँ मतदान गरौँ आफ्नो मतको चाहिँ सही सदुपयोग गरौँ भन्ने निम्तिका साथ हामी चाहिँ अहिले भोरखरातिर आएको छु। अब आजको 4-5 दिन बाँकी छ भोट चुनाव आउन चुनावमा मतदान गर्न फागुन 21 गते चुनाव हुँदैछ सबैजनाले चाहिँ राम्रो मान्छेलाई चाहिँ मतदान गरौँ भन्न चाहन्छु। हामी हेमा भन्ने ठाउँ आइसक्यो हेमा गाउँ हेमा चौतारामा आइसक्यो हाम्रो गाउँ चाहिँ पर धेरै पर छ अहिले यहाँबाट भ्याउँदैन अनि अलैँची बारी यो पुरै भोटखोलाको अलैँची बारी कालो भोटखोलाको कालो सुन अब यो रोड चाहिँ अहिले त्यहाँसम्म पुगिसकेछ कहाँ यो माथिल्लो बाटो हो कि यो तल हो माथिल्लो छ यो माथितिर आउँछ होला यो फेरि यहाँ पोलहरू यो यिनीहरू पर्दैन यो पोलहरू पर्दैन यो ठ्याक्कै यस्तो गरेर यस्तो छेउवाङदेखि यो थोरै भेट्छ यो ए यो बाटो जान्छ यो बाटो जान्छ यो बाटो ए त्यो भएर चाहिँ उसको यो आँको बिरुवाहरू सबै मान्छेले बेचेर निकाल्यो नि त ए यो आउँछ क्या 15 मिटर तर सेन्टर पोइन्ट चाहिँ यतिकोमा हो अनि माथि 15 मिटर है तल 15 मिटर गरी चाहिँ ठ्याक्कै यतिकोमा चाहिँ आइपुग्छ भन्नु ओके अनुमानित हो भनेपछि अब छिटो आइपुग्ने रहेछ पर थोरै भने थोरै मारेर 29 रोकिसकेछ लपटक भन्छ अझ यहाँ भोट हाल्न आएको अब जो फर्स्ट टाइम भोट हाल्यो अब हाल्न चाहिँ हाल्यो अब राम्रो मान्छेले जितोस् भन्ने चाहिँ चाहना हो भोट चाहिँ हाल्यो भोट चाहिँ हाल्यो अब हाम्रो भान्साले हाल्यो पनि भोट हालिसके अब राम्रो मान्छेले नै हाले जस्तो लाग्यो आफूलाई पनि राम्रो मान्छेले नै जितोस् त्यही हो हाम्रो मामाले भोट हाल्नुभयो त्यो मैले नि भोट हालिसकेँ मेरो चाहिँ दोस्रो चोटि हो जस अहिले चाहिँ अब जुन युवाले जुन अब अहिले यो जेनेरेसनमा चाहिँ अब एउटा हाम्रो अब जुन अब राम्रो मान्छेले जितोस् भन्ने चाहिँ हाम्रो एउटा युवाहरूको चाहना हो